हाई एभ्रिवान, वेलकम छ तपाईलाई मेरो भिडियोमा र तपाईलाई क्याप्सन देखेर थाहा भइसक्यो होला कि यो भिडियो के को हो भनेर अलिअलि त गेस गरिसक्नु भयो होला। कतिलाई त थाहा पनि छ र मेरो भोइस इग्नोर गर्नु होला किनभने मलाई त सर्दी लागिरहेको छ नि त, त्यही भएर अलिक अर्कै सुनिरहेको होला। र हुन्छ नि कहिलेदेखि सोचिरहेको थिएँ म र बहिनीले चाहिँ कि एउटा के गरौँ होइन, आफ्नै गरौँ के न के गरौँ भनेर। तर मैले चाहिँ त्यसलाई कहिलेदेखि सजेस्ट गरिरहेको थिएँ। फाइनली अलिअलि अलिकति इम्प्रुभ भयो भन्नु अलिकति अब अलिकतिदेखि स्टार्ट हुन्छ नि त, सबै चिज ठुलो हुँदैन होइन, आफ्नो भनेको आफ्नै हुन्छ। त्यही भएर चाहिँ हामीले चाहिँ सानो बिजनेस स्टार्ट गर्दैछु। त्यो चाहिँ के हो भने नाइट ड्रेस तपाईँले लगाएको देखिरहनु भएको छ होला, मैले लगाएको यही हो होइन। कति दामी मटेरियल छ हेर्नु होला, यो कति दामी मटेरियल छ र लुगा पनि कति सफ्ट छ। यस्तो हेभीवालै गरौँवालै छ, लुगा पनि मजाको छ। यसमा तपाईँहरूले पुरै भेराइटीको पाउनुहुन्छ। यहाँ पछि राखेको छु, म तपाईँहरूलाई एक एक गरेर देखाउने छु। यो वाला चाहिँ 3 पिसवाला हो। यसमा यो सर्ट छ हाफवाला, अनि यो प्यान्ट छ, अनि हाफ प्यान्ट छ। यो चाहिँ 3 पिसवाला हो। अन्त यसमा यो वाला चाहिँ 2 पिस हो। यो चाहिँ दामी छ, कति दामी छ। यो त मैले पनि राखेको छु एउटा होइन, दामी छ। यो चाहिँ विन्टरमा पनि मजाको छ किनभने यो अलिक मोटोवाला टाइपको छ, त्यस्तो मोटो त छैन तर पनि ठिकैको मोटो मजाको छ यो चाहिँ। अन्त त्यहाँबाट यो पनि छ, यो पनि फुल बाउलाकै हो। यो 2 पिस हो, यो पनि 2 पिस हो। पेन्ट पाउनुहुन्छ तपाईँले। अन्त यो पनि 2 पिस हो, यो पनि हाफवाला छ त त्यसको त्यही हो। अन्त हाफवाला छ, अनि यो फुल प्यान्ट छ, अनि यो पनि सेम हो तर कलर अर्कै छ। यो चाहिँ ब्ल्याक एन्ड व्हाइटमा छ। यो पनि हाफवाला अनि प्यान्ट छ। यो पनि 2 पिस हो। अनि 3 पिसवाला चाहिँ त्यो फर्स्टको मात्रै छ, यसमा साइज पाउँछ तपाईँहरूले। अनि यसमा पनि साइज पाउनुहुन्छ। यो तपाईँलाई यो एउटा खोलेर देखाइदिन्छु म। कति क्युट छ, यो त मेरो फेभरेट कलर हो, अफ वाइट। अन्त यो ल्याभेन्डर कलरमा छ। यो चाहिँ यस्तोवाला छ हो। अनि यहाँ चाहिँ तपाईँले बो पनि, बो भन्दा पनि फ्लावर छ यहाँ चाहिँ, यहाँ दुईपट्टि फ्लावर छ। अनि यस्तो छ यो चाहिँ, सबै खोलेर देखाइदिन्छु। यसको चाहिँ प्यान्ट छ, अनि यो चाहिँ फुल स्लिपमा मतलब फुल बाउलामा टाइपको। अनि यो पनि यस्तो टाइपको छ, फुल छ यो चाहिँ। अन्त यो त्यस्तो दामी छ, यो चाहिँ चेरीमा छ होइन, चेरी मतलब प्याटर्न भएको छ। अनि यो त हाफ छ, अनि यो त्यस्तो टाइपको छ। कति क्युट क्युट छ, तपाईँहरूलाई फोटोमा अर्कै देख्दै होला तर यो रियलमा त यस्तो दामी छ होइन। अनि क्वालिटी पनि यस्तो दामी छ, हामीलाई त पुरा मन परेको। यो क्वालिटी हेरेर त सबै चिज हामी कति अनलाइनमा सपिङ गर्छ होइन, क्वालिटी हेर्छ सबसे पहिला त। र यो क्वालिटी पनि यस्तो दामी छ होइन, यस्तो दामी छ नि। यो चाहिँ अब यो चाहिँ ब्ल्याक एन्ड व्हाइटमा छ हो। अनि यसको चेरीवालाको सुरुवाल हो यो चाहिँ। म 3 पिसवाला पनि देखाउँछु कस्तो छ भनेर है। 3 पिसको चाहिँ हाफमा छ, यो कटन टाइपमा छ हो। अनि यो भयो माथिको, यो भयो हाफ प्यान्ट, यो भयो हाफ प्यान्ट हो। अनि यो चाहिँ सुरुवाल छ, यस्तो छ। यो पनि अफ वाइट कलरमै छ। यति कम्फर्टेबल छ होइन, यति कम्फर्टेबल छ, कस्तो दामी छ यो हो। तपाईँहरूलाई मन पर्यो भने हो हामीलाई स्क्रिनसट गरेर डिएम गर्नु सक्नुहुन्छ। र आई होप तपाईँहरूलाई मन पर्यो होला, अनि हामीलाई माया गरिदिनु होला होइन, माया गरिदिनु होला किनभने हामीले पनि स्टार्ट गर्दैछु होइन, सपोर्ट गरिदिनु होला। एन्ड थ्याङ्क यू फर वाचिङ एन्ड बाई बाई।